हरू देख्नुभयो होला यहाँ चाहिँ को हुनुहुँदो रहेछ भनेर चाहिँ अलिकति तपाईँहरूलाई सरप्राइज दिँदैछु। अहिले चाहिँ यो हाई हतियार मात्रै देखाउँदैछु र यो खुकुरी देख्नुभयो होला यो सिरुपातेदेखि लिएर यहाँनिर चाहिँ बिस्तारै हेरौँ। लो है हाम्रो यहाँ मिरिकबाट हुनुहुन्छ एकदमै आफ्नो जातीय खुकुरी। म वीरेन्द्र राई, हजुर, काउले 6 नम्बर वार्डको। हजुर, अब तपाईँ मिरिक गोर्खे हाटमा होइन हजुर हुँदा हुँदै यहाँ आज सुकुनाको गोर्खे हाटमा पनि तपाईँ आउनु हुँदो रहेछ है। हजुर, हामीलाई खुसी लाग्यो यहाँनिर किनकि तपाईँले चाहिँ आफ्नो जातीय जति पनि हाई हतियार घरमा उपयोग हुने औजारहरूदेखि लिएर सबै होइन हजुर, ढाका टोपीहरू राख्नु भएको रहेछ है। हजुर। र मिरिकदेखि यहाँ सुकुनामा आउँदाखेरि तपाईँलाई कस्तो लागिरहेको छ होइन, कहिलेदेखि आउनु भएको? म आएको यहाँनिर जनवरी 12 तारिकदेखि। हजुर, जनवरी 12 तारिक यहाँनिर उद्घाटन भएको थियो। हजुर, हजुर, जनवरी 12 दिइराख्यो न, आउँछ हजुर, हजुर। र यहाँ के कस्तो छ बिक्री बट्टाहरू? यहाँको यो क्षेत्रको मानिसहरूले आफ्नो जातीयप्रति प्रेम उयो कतिको छ? यो खुकुरीहरू होइन, हजुर, यो अरू जति पनि औजारहरू राख्नु भएको छ कस्तो लागिरहेछ? यहाँनिर त पहिला चाहिँ पहिला भन्दा नि फर्स्टको टाइममा चाहिँ कमसेकम दोकानहरू यहाँनिर 40वटा भन्दा बेसी थियो र त्यहाँदेखि पछि धेरै घट्दै गयो। कति अहिलेसम्म पनि यहाँ सुकुनाको जति पनि नेपाली दाजुभाइहरू बासिन्दा छ नि उहाँहरूलाई थाहा पनि रहेन रहेछ अझैसम्म। अन्त यहाँनिर अहिले चाहिँ एक प्रकार मामुली एकवटा जस्तो मात्रै छ दोकान। यो अहिले खुकुरी दोकान मेरो मात्रै छ र यो पहिला मैले 2200सम्म दिएको, आज यो मैले 1800मा दिँदैछु। हजुर, यो ठुलो खुकुरी यिनीहरू छ, यिनीहरू अलिक महँगै हो। यिनीहरू नामहरू चाहिँ के, यसको नाम र यसको विशेषता चाहिँ के छ? हजुर, त्यसका यो सिरुपाते भनिन्छ। सिरुपाते है? हजुर, यो सिरुपाते एकदमै ठुलो खालको छ। यो त्यसमा कर्दा पनि छ, यो चकमक पनि छ। यो कर्दा चकमकले चाहिँ के छ भनेदेखि यसको धार लाउने पनि छ। केही काट्दा ओर्दा अब बिचमा केही भयो भने ढुङ्गा पाउँदैन। र यो कर्दा चकमकले चाहिँ उहिले चाहिँ यसरी जुझाएर चाहिँ आगो बाल्थ्यो अरे। हेर्नुहोस् अहिले त खै कसैले पनि केयर पनि गर्दैन, बाल्दैन पनि होला। हजुर, अब यसलाई चाहिँ खासमा चाहिँ कौडी भनिन्छ कि कौडी भन्छ। कौडी यो र यस्तो यो जुन चाहिँ काटिएको छ नि यो दुलो जस्तो देखिन्छ नि, यहाँनिर अब लडाइँमा कुनै प्रकारको केही गर्दा खुनहरू चाहिँ यसमा चाहिँ यहाँबाट चाहिँ अलग्गै चुहेर जान्छ। यो हातमा चाहिँ चिप्लो नहोस् भनेर यो बनाइदिएको हो। हजुर, यहाँबाट यसरी काट्यो कि यहाँबाट खुन चाहिँ बगिहाल्छ। यसको लागि यो चाहिँ एउटा खुनको चाहिँ चाबी भनौँ न, चाबी हो। अन्य यो सिरुपाते भएर अन्य यो बुदुनेहरू भन्ने पनि छ? हजुर, हजुर, यो छालाकै उयो भएको त? हजुर, हजुर, यो चाहिँ बुदुने है? यो बुदुने हो। बुदुने बाँसपाते पनि भन्छ यो। बाँसपाते पनि भन्छ? हजुर, यो एक कलरमा छ। यो हेर्नुहोस्, यो कालो छ, यो पिटुवा हो, यो गाउँले खुकुरी। अर्को यसमै छ, यो हेर्नुहोस्, यो प्लेनमा छ। कस्तो मजाले टल्किरहेछ नि यो प्लेनमा। अघिको मैले देखाएँ कालो त्यो पिटुवामा हो। यिनीहरू सेम त्यही हो बनाउने। अघि नै जनाइहालेँ यसको बारेमा। हजुर, छोटो, हजुर, मोटो। र यसमा पूर्वेली पालपाली ढाका टोपी पनि छ। यसमा नेपाली खास नेपाली ठेटले लाउने यो टोपी छ। यिनीहरूको दामहरू 200 छ। अब यो खुकुरीहरुमा 1800? हजुर, अनि यो 1400 छ। यो सानो चाहिँ यो सानो जुन देखाइरहेको छु नि यो चाहिँ 1400। हजुर, अझै म उयो भएछ भने म मिलाइदिन्छु। अब आज यहाँ नबिकेको मिरिकमा भोलि हो। मिरिकमा त मजाले चल्छ मिरिक। हजुर, मिरिकमा मैले गोर्खे रैथाने हाट सुरु गरेकोदेखि मैले गरेको कमसेकम 13-14 हजारवटा खुकुरी चाहिँ सेल भइसक्यो मेरोबाट। हजुर, यहाँ पनि हुँदैछ, अहिले पनि अलिअलि हुँदैछ, आज पनि भयो।
र यसरी नै विस्तारसँगले हाम्रो नेपाली अरू मिरिकमा त तपाईँ पर्मानेन्ट मिरिक निवासी नै हुनुहुन्छ होइन? हजुर। मिरिकको गोर्खे रैथान हाटमा त तपाईँ हुनुहुन्छ, अहिले सुत्न पनि अन्य कहीँ जानुहुन्छ कि? म अन्य चाहिँ भन्नाले दार्जिलिङ यो बिहिबारेमा चाहिँ गइनँ, आइतबारे चाहिँ त्यहाँ माथि स्ट्यान्ड छ नि हजुर हजुर त्यहाँनिर गएको थिएँ, त्यहाँनिर चाहिँ अलिक राम्रो भएन, हजुर अरू पनि रहेछ खुकुरीवालाहरू हजुर र फेरि मिरिकको चाहिँ अलिकति गाडीको गाडीको मौसम असुविधा भएर चाहिँ छिटै आउनुपर्ने रहेछ र चाहिँ अब तपाईँसँग कुरा गरिहाल्नु न मिरिककै सन्दर्भमा। मिरिकको त प्रायः यहीँदेखि मिरिककै देखिरहेको छ हामीले होइन? हजुर प्राय यहाँ हजुर सब्जीहरू ल्याउने, यहाँ सेलरोटी बेच्ने हजुर यिनीहरू सबै यो हामीहरू यो मिरिककै हो। हामी एक गाडी चाहिँ हुन्छ आउनु जानु? एक गाडी हजुर ट्यापै हुन्छ। हुन्छ हवस्। हस् यो कुकुरहरू चाहिँ हजुरले घरमै बनाउनुहुन्छ कि? होइन यो चाहिँ म नेपालबाट ल्याउँछु, यो भोजपुरबाट चैनपुरबाट भोजपुरमा बनिन्छ हो कि त्यहाँबाट चाहिँ नेपालबाट चाहिँ म ल्याउँछु।